नभएको हो कि जस्तो लागिरहेछ भित्रभित्रै पोलिरहेछ यो पुरानो शिक्षा यहाँबाट खोज्ने पोल्ने भइरहेछ झिकिदेऊ न हो ठकुरानी आकाश बादलका 33 कोटी सबैलाई जानेसम्म पुकार गर्छु लो बाला डाङ्ग्रे देशैभरिका 4 लाख शिक्षकलाई बारम्बार वचन दिँदै आएको तर पनि वचनलाई पुरा गर्न नसक्दा आज यो गति भयो म चाँडै शिक्षा ऐन ल्याएर हजुरहरूको हातमा पुर्याइदिन्छु हजुर ल माफ गरिदिनु हाम्रा मुख्य मुद्दा यसको मतलब शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जाहेर गर्ने पुरा गर्न सक्दैन त्यो दिनसम्म हामी यो आन्दोलन निरन्तरता नयाँ ऐन नलिकन फर्किनु हामी नयाँ ऐन नलिकन बिल्कुल नफर्किनेवाला छौँ भन्नाले अहिले तपाईँ चाहिँ सरकार उहाँ चाहिँ धामी हुनुहुन्छ तपाईँले चाहिँ सरकार र धामीको बिचको कनेक्सन देखाउँदै एकदम म एकदम सरकार मलाई एकदम भित्रभित्रै पोलेको अवस्था छ एकदम पीडा छ अब पीडा भएपछि हामी पहिला त अब धामी भाटामा जान्छौँ कोही उपचार हुन्छ कि भनेर हामी धामी भाटामा पुग्ने गर्छौँ अब हामी अहिले अब एज सरकारको मान्छे भएर म अब अहिले धामिकामा जाँदैछु मलाई एकदम भित्रभित्र पीडा छ एकदमै गाह्रो भइरहेछ जटिलता छ कठिन भइरहेछ सही नसक्नु पीडा छ भित्रभित्रै पोलेको छ हामी सदौ ठकुरानी आकाश बादलका 33 कोटी सबैलाई जानेसम्म पुकार गर्छु लो बाला डाङ्ग्रे देशै बाला डाङ्ग्रे देशैभरि घुमी हिँड्दा ठाउँमा अनेकै खालका वचन दिएको लौ ठकुरानी देशैभरिका 4 लाख शिक्षकलाई बारम्बार वचन दिँदै आएको तर पनि वचनलाई पुरा गर्न नसक्दा आज यो गति भयो शिक्षा ऐनको भेट छिटो निकाल्नु पर्यो ठकुरानी विवाद ठ्याक्कै विषय हुन्छ देश डाङ्ग्रेले अन्जानमा परिहौ ललाई फकाई बारम्बार पठाएको अन्जान भुला भयो हौ माफी गरिदिनुहोस् है ठकुरानी लौ लौ के भएको संविधान कति शिक्षा ऐनको भेट लागेको केही वर्ष अगाडि यो सारा नेपालका शिक्षकको माग पुरा गर्छु भनेर प्रतिबद्धता गरेको थिएँ त्यो पुरा नभएको हो कि जस्तो लागिरहेछ भित्रभित्रै पोलिरहेछ यो पुरानो शिक्षा ऐन यहाँबाट खोज्ने पोल्ने भइरहेछ झिकिदेऊ न हो यो पुरानो शिक्षा ऐनले मर्यो लौ बाला डाङ्ग्रे चिन्ता नमान्नु निको हुन्छ लौ परमेश्वर देश बाला डाङ्ग्रेले अन्जानमा परिहौ यस्तो हुन गयो भुला भयो अब माफी मिना देश बाला डाङ्ग्रेले हजुरहरूका मागलाई पुरा गर्नेछ ठकुरानी छोडिदेऊ
गर्नुपर्छ मैले लौ परमेश्वर डाङ्ग्रे केही गर्नुपर्छ दुख मनाउ नगर्नु बाला डाङ्ग्रे ठिक छ तपाईले अब यो प्रतिबद्धता बारम्बार गरेर उधारो गर्नुभयो यसलाई एकदम सबैलाई चित्तबुद्ध तरिकाले ऐन जारी गराइदिनु हो सबै ठिक हुन्छ बाला डाङ्ग्रे लौ परमेश्वर त्यसो गर्दा पुरा हुन्छ भने म चाँडै गरिहाल्छु नि चाँडै गरिहाल्छु लौ बाला डाङ्ग्रे चाँडै ठिक हुन्छ है तपाईँ अन्यथा होइन त्यसो भने म चाँडै पुरा गर्छु नि बाबा मैले पाठा पूजा चाहिँ गर्नु पर्दैन पाठा परेर पूजा गर्नुपर्छ भने पनि म गरिहाल्छु नि सिंह दरबार घुमी हिँड्ने यसा बाला डाङ्ग्रेले हौ जादौ ए ढाक्रे ढाक्रे नि ए लामा लमिनी काशी हाङ्बा सते हाङ्बा या सोकेनी पाथरेनी जादौ यसा बाला डाङ्ग्रेको हौ भुल चुकले यस्तो भयो अलि सन्चो हुन थाले जस्तो भयो बाला डाङ्ग्रे कति सकिन्छ त्यति पुरा गर्छु अनि हाम्रो सारा नेपाली घरतिर पठाउँछु छिटो न छिटो आइन्दादेखि केही गर्नुपर्छ भने म यो भाकल पुरा गरिदिन्छु बाबा हेर बाला डाङ्ग्रे त्यति गाह्रो छैन नि हो मरे नि हो शिक्षकलाई मरे नि हो बाला डाङ्ग्रे पुरानो शिक्षा चाहिँ खारेज गरिदेऊ न हौ मरे लौ बाला डाङ्ग्रे मरे नि हो चाँडो ल्याइदेऊ है तपाईँलाई छोड्दै जान्छ लौ है मरे नि हो आइन्दादेखि त बाला डाङ्ग्रे यस्तो हुन्न लौ ठुला भयो हाम्रो अब ठिक हुन्छ ए बाला डाङ्ग्रे म चाँडै पुरा गर्छु बाबा परमेश्वर ठिक हुन्छ ठिक हुन्छ बाला डाङ्ग्रे म चाँडै पुरा गरिदिएर अब आइन्दा इतिहासको काला खण्डमा बाला डाङ्ग्रे यस्तो भुल नगर्नु है बाबा यसैभरिका लाखौँ लाख शिक्षकलाई किन यस्तो गरौ त हौ बाला डाङ्ग्रे कति वर्ष खगेछु नि हौ लौ परमेश्वर अन्यथा नलिनु यस बाला डाङ्ग्रेको भुल भयो हौ क्षमा दिनुहोस् है हजुर क्षमा दिनुहोस् परमेश्वर अलि सन्चो भयो जस्तो बोल्यो एउटै मात्र भाकल छ हो नयाँ शिक्षा ऐन चाँडै दिनु है बाला डाङ्ग्रे हजुरको उभै माथि उभै गति हुन्छ है बाला डाङ्ग्रे लौ परमेश्वर नेपाल सरकारको तर्फबाट सबैहरू यहाँहरू क्षमा माग्दै यहाँहरूले प्रतिबद्धता गर्नुभएका कुरा सबै म नेपाल सरकारको तर्फबाट पनि प्रतिबद्धता गरेर म चाँडै शिक्षा ऐन ल्याएर हजुरहरूको हातमा पुर्याइदिन्छु हजुर ल माफ गरिदिनु अब चाहिँ हजुरलाई मेरो निको भयो म अझै 500 थपिदिन्छु ल हजुरलाई 500 थपिदिन्छु ल स्वास्थ्य निको भयो नि कति खुसी ल हजुर साँच्चैको धामी त होइन नि हजुर होइन साँचेको त हजुर त्यस्तो देवी चर्चै चल्दैन चल्दैन मेरो बुबा चाहिँ कुलको धामी हुनुहुन्छ अरू धामी चाहिँ होइन कुल पूजामा मलाई त चढ्दैन हजुर यही सिक्नु भएको हो कि होइन अब हामी पहिले ग्रामीण क्षेत्रमा जन्मी हुर्केका गोठाला खेताला नि यस्तै याक्टिक गर्थ्यौँ साथीभाइसँग त्यही क्रममा यो आएको तपाईँको पेट दुख्ने सबै निको भयो मेरो सबै निको भयो यसरी नै नेपाल सरकारले बुझिदिएर यो पीडालाई बुझिदिएर यी आम सबै भेला हुनुभएका यो काठमाडौँमा आउनु एउटा हाम्रो रहर होइन बाध्यता हो यी सबै नेपाली शिक्षकहरूलाई उहाँहरूको इच्छा मुताबिकको अथवा भनौँ
शिक्षण पेसामा आकर्षण गर्ने किसिमको शिक्षा ऐन ल्याइदिएर हामीले चाँडै घर फर्काइदियोस् हाम्रो नेपाल सरकारले, यही हाम्रो इच्छा छ। यो सूचना यो यही सञ्चार माध्यमबाट सम्प्रेषण हुन सकोस्। शुभकामना यहाँहरूलाई। दक्षिणा राम्रै पाउनुभयो त्यसमा? हजुर एकदम सन्तोषजनक छ हजुर, सन्तोषजनक छ। यतिकै यही तरिकाले सरकारले चाहिँ तपाईँहरूको जुन कुरा सुनाउनु पर्ने छ सुनाइ भइदिएको भए सजिलो हुन्थ्यो भने? हजुर अवश्य नै हो।